केपी ओलीकै आँगनमा दन्कियो असन्तुष्टिको ज्वाला। सचिवालयद्वारा राजीनामा आक्रमण जारी। पृथ्वी शङ्कर र विष्णु क्षेप्यास्त्रले बालकोट ध्वस्त हुने सङ्केत। एमालेभित्र अध्यक्ष केपी शर्मा ओली विरुद्ध खुला विद्रोह सुरु भएको छ। पार्टी सचिवालय बैठकमा बहुमत नेताहरूले ओलीलाई अब नेतृत्वबाट हट्न स्पष्ट सन्देश दिएका छन्। बैठकमा सहभागी अधिकांश नेताहरूले ओलीकै कारण एमाले सङ्कटमा पुगेको निष्कर्ष सुनाएपछि ओली गम्भीर दबावमा परेका छन्। 19 सदस्यीय सचिवालयमध्ये करिब 80% नेताहरूले पार्टी बचाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन्। अझ अर्थपूर्ण कुरा के छ भने विगतमा ओलीका कट्टर समर्थक मानिएका महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ जस्ता नेताहरूले समेत अब पार्टी पुनर्गठनको बाटो खोल्नुपर्ने धारणा राखेका छन्। अर्थात् राजीनामा नै मागिसके भन्नु अति उत्तम होला। यसरी हेर्दा एमालेभित्र ओलीको पकड कमजोर बन्दै गएको सङ्केत स्पष्ट देखिएको छ। सचिवालय बैठकमा सचिव हिक्मत कार्की, पद्मा अर्याल, राजन भट्टराई लगायत नेताहरूले तल्लो तहमा कार्यकर्ता निराश भएको, जनतामाझ एमालेको साख खस्किएको र ओलीकै कारण पार्टी चलाउन कठिन भएको बताएका थिए। ओली भने आफूमाथि यति ठुलो वज्रपात पर्दा पनि पछि हट्ने मनस्थितिमा छैनन्। उनले मलाई कसैले सम्झाउनु पर्दैन, यो पद मैले चुनाव जितेर पाएको हो, छोड्दिन भन्न पनि भए। ओलीको यो अडानले एमालेभित्र झन् ठुलो टकराव निम्तिने सङ्केत देखिएको छ। एमालेभित्र अब केवल असन्तुष्टि मात्र होइन, ओली विरुद्ध सङ्गठित शक्ति निर्माणको सङ्केत समेत स्पष्ट देखिन थालेको छ।